हेलो गाइस, दर्शक नमस्ते। मैले चाहिँ आज भेजिटेबल कसरी ब्लान्चिङ गर्ने भन्ने बारे तपाईँहरूलाई देखाउँदैछु। आज चाहिँ मैले ब्रोकौली ब्लान्चिङ गरिरहेको छु र हामीले भेजिटेबल ब्लान्चिङ गर्दाखेरि चाहिँ तपाईँको बोइलिङ वाटर युज गर्नुपर्छ। जब तपाईँले बोइलिङ वाटर युज गर्नुहुन्छ त्यसमा चाहिँ तपाईँले चाहिँ यसरी भेजिटेबल हाल्ने। जब भेजिटेबल हाल्ने तपाईँको साइडमा आइस वाटर पनि आवश्यकता पर्छ। चिसो कोल्ड वाटर आइस वाटर एकदमै जरुरत हो। तपाईँको चाहिँ आइस वाटरले चाहिँ भेजिटेबलको डिस्कलर हुँदैन। तपाईँले जब यो बोइल गर्नुहुन्छ 5 सेकेन्ड 10 सेकेन्ड, त्यसपछि तपाईँले चाहिँ डिप गर्नुपर्छ आइस वाटरमा। जब आइस वाटरमा डिप गर्नुहुन्छ तपाईँको त्यो भेजिटेबलको जुन फ्रेस कलर छ त्यो फ्रेसनेस रहिरहन्छ, तपाईँको चाहिँ डिस्कलर हुँदैन। र तपाईँले जुनै समयमा पनि युज गर्न सक्नुहुन्छ र यसलाई फ्रोजन पनि बनाउन सक्नुहुन्छ र तपाईँले पछिसम्म युज गर्न पनि सक्नुहुन्छ। र यसलाई चाहिँ 10 मिनट राखेर 10 मिनट राखेर तपाईँले यसलाई छान्नुहोस्। जब छानिसकेपछि तपाईँको आवश्यकता अनुसार कस्तो साइजको काट्नुहुन्छ तपाईँले त्यो साइजको काटेर युज गर्न सक्नुहुन्छ। धन्यवाद।